कुलमान बारे प्रधानमन्त्रीको स्पष्टीकरण, चित्त नबुझे आन्दोलनमा जान्छौं प्रचण्ड। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आएर चित्त बुझ्दो जवाब नदिएसम्म सांसद चल्न नदिने बताएका छन्। सांसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाउनुको कारण माग गर्दै विपक्षी दलहरूले संसदका दुवै सदनको बैठक आबद्ध गरेका छन्। लामो अहिले केही भन्नु छैन, प्रधानमन्त्रीले आएर रोस्टुममा जवाब नदिएसम्म हाउस चल्न नदिने हामीले भनेका छौं। प्रधानमन्त्रीले यसलाई सहज ढंगले लिनुपर्ने हुन्छ, अध्यक्ष प्रचण्डले भने। उहाँले आएर स्पष्टीकरण दिनुपर्ने हुन्छ। स्पष्टीकरण चित्त बुझ्दो भयो तुरन्तै हाउस चल्छ, स्पष्टीकरण पनि जालझेलको भयो भने आन्दोलन अघि बढ्छ।